हेलो वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी म चाहिँ अहिले चन्द्रगढी एयरपोर्टमा छु। चन्द्रगढी एयरपोर्टबाट सिलगढी ट्रेनमा त्यही पनि कसरी जाने भनेर चाहिँ अहिले म तपाईँहरूलाई देखाउँछु। हामी ट्रेनमा जान आँटेका छौँ चन्द्रगढी एयरपोर्टबाट। कति टाइम लाग्छ के लाग्छ कति रुपियाँ पर्छ हामी जान आँटेको छौँ है त। अब चाहिँ यो लाइनमा चाहिँ तपाईँको सिटी छ भने यतापट्टि अगाडि देख्न सक्नुहुन्छ तपाईँले। हामी चाहिँ बाहिरको जान आँटेको छौँ। अटोहरू अलिकति सस्तो पर्छ कि भनेर के अटो भन्छ। हामी अटोमा आइसकेका छौँ है त। अटोमा आइसकेका छौँ। किन जान सक्छ है दिव्य के छ सँग के छ सर? ल झापाको पुरानो बजार भद्रपुर बजारमा छौँ अहिले हामी चाहिँ। यहाँबाट अब बोर्डर पुग्न आँटेका छौँ। भन्सार कार्यालय यहाँ छ भद्रपुरको। ल फाइनली हामी चाहिँ मेची पुलमा आइसकेको छौँ। यो चाहिँ अगाडि हाम्रो अहिलेसम्म नेपालै हो भनेपछि यहाँ चाहिँ हाम्रो पुलिसको पोस्टहरू छ। दिव्य अनि दाइ कति रुपियाँ अरे? कति रुपियाँ अरे? 300 मात्र। कहाँ एयरपोर्टबाट आएको 300 रुपियाँ? 100 रुपियाँ गोटा। ल डुमाउनु जे होस् सरको हिँडाइ र दिव्यको हिँडाइ चाहिँ खतरा छ क्या। अग्लो अग्लो हुनुहुन्छ सुई सुई हिँड्नुहुन्छ। म बन्टे चाहिँ पछाडि छु अब हेर्नु त। फाइनली हामी चाहिँ बिहार सरकारकोमा आइपुग्न आँटिसक्यौँ है। अब यहाँ चाहिँ तपाईँको फेरि एकदम आइडी पनि देखाउनुपर्छ अनि त्यहाँ एसएसपीले चेक गर्छ है। आइडीमा चाहिँ तपाईँको फोटो भएको जस्तै भोट कार्ड, लाइसेन्स अनि राष्ट्रिय परिचय पत्र अनि तपाईँको नागरिकता जे भए पनि हुन्छ। तर यो चाहिँ चाहिन्छ यहाँ चेक हुन्छ। त्यो भएन भने तपाईँलाई जान दिँदैन, छिर्न दिँदैन है। हो यही लोकेसनमा हो तपाईँको चाहिँ आइडी कार्ड देखाउने एसएसपीको चेक हुन्छ। आइडी कार्ड देखाएपछि मात्र तपाईँलाई छिर्न पाइन्छ है त। भाडा कति रुपियाँ अरे? रेलवे पटरीसम्म पुगे कति भाडा? 20 रुपियाँ गोटा छ। तपाईँ कति रुपियाँ लिने? मिलाएर 10 रुपियाँ होइन। यो बाटोबाट चाहिँ यता छिर्नुपर्छ रेलको उयो जाने ठाउँ। यो पुरानो बजार हो के अरे गलगलेको पुरानो बजार चाहिँ यही हो है। यहाँबाट सिधै जानुपर्छ। फाइनली हामी चाहिँ रेलको टिकट काट्ने रेल चढ्ने ठाउँ यता हो। सिधा गलगलिया रेलवे स्टेसनतिर आइसकेको छौँ हामी। यहाँ चाहिँ अब तपाईँको 9:15मा आउँछ भनेको छ। पानी सानी परेको छ। नेपालमा जस्तो फ्लाइट डिले सिले हुने त हुँदैन नि फेरि ट्रेन। अनि त्यही भएर अनि यो नयाँ चाहिँ यता बन्दैछ भनेपछि यहाँ ठुलै बन्दैछ अरे। यहाँ पानी ट्याङ्कीहरू पनि बनिरहेको छ। यिनीहरूले अब टिकट लिने ठाउँ चाहिँ यहाँ हो। टिकटको दाम कति हो दिव्य? 30 टका लिइसकेको। ए अब खै यही हो रेलको यो। अनि दिव्य एउटा कुरो मैले जान्न खोजेको नि, जस्तो नेपालमा चाहिँ पानी पऱ्यो भने हुस्सो लाग्यो भने फ्लाइट डिले हुन्छ। इन्डियामा के छ त? ट्रेनहरू चाहिँ के हुन्छ त? डिले सिले पनि हुन्छ? त्यस्तो धेरै चाहिँ हुँदैन। ट्रेन डिले हुन्छ? ए ओके ल। यो ट्रेनको लेखी भयो भनेपछि तपाईँको आउने चाहिँ अहिले किसनगञ्जबाट आउने अरे हाम्रो। कति बजेको यो ट्रेन आउने दिव्य? म तपाईँलाई देखाइदिइहाल्छु। ए अनलाइनबाट हेर्न मिल्छ। त्यो एउटा एप लेखेको छ नि, एउटा एप डाउनलोड गरेपछि ट्रेन भन्ने एप छ। वेयर इज माई ट्रेन। ए त्यसको ट्याग गर्छ त्यो ट्रेनको। आइसक्यो तपाईँको 3 जनाको तपाईँको गलगलियाबाट सिलगढी जाने भनेर। ल अनि तपाईँको के छ भने अहिले चाहिँ अब तपाईँको यहाँ एउटा भवन बन्दैछ। यहाँ भवन बन्दैछ। यो चाहिँ पुरानो हो भने अब नयाँ चाहिँ तपाईँको यता बन्छ अरे। अनि यहाँ चाहिँ तपाईँको मैले सुनेअनुसार बुझेअनुसार चाहिँ यो एउटा पटरी छ अहिले। अब यहाँ चाहिँ अरू 3टा थपेर 4टा हुन्छ भन्ने सुने हो। अब के छ त्यो चाहिँ थाहा छैन। अनि अहिले हामी चाहिँ गलगलियाबाट सिलगढी जानको लागि ट्रेनको पर्खाइमा बसिरहेको छौँ। आउने चाहिँ यताबाट आउने हो, जाने सिलगढी यता हो। सर र दिव्य चाहिँ यहाँ अब खै के गरिरहनु भएको छ हामी प्रतीक्षामा छौँ ट्रेनको। सर के गर्नुपर्छ अरे? यो घरिघरि सिलगढी जाने झन्झटले गर्दा हजुर उही घर बसेर कुन ट्रेन कतिखेर आउँछ भन्नलाई चाहिँ वेयर इज माई ट्रेन भन्ने एप पाइँदो रहेछ। त नेपालमा डाउनलोड भएन हेर भाइ। हजुर इन्डियामा आएर
कन्ट्री चेन्ज गरेर पनि डाउनलोड भयो त्यो कर्म सकेर हामी आनन्द बसेका छौँ ट्रेनको पर्खाइमा छौँ चिलमा ओके सर धन्यवाद ट्रेन ठाकुरगञ्ज क्रस गरिसकेको थिएँ नयाँ एप्सबाटै पत्ता लागिसक्यो ए ओके ल हाम्रो चाहिँ ट्रेन आइपुग्न आँटेको छ है आइपुग्न आँटेको छ ल फाइनल्ली ट्रेन आगिया 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 हरान बजा के आगिया ट्रेन आगिया पुरा बत्ती पनि त कत्रो बालेर आउँदो रहेछ त फाल्नु नै यही हो सर ल आयो है आयो सिलगढी कति मिनट लाग्छ दिव्या 1 घन्टामा हामी सिलगढी पुग्छौँ अब फाइनली ट्रेन आ गया अब हामी चढ्ने हो ल दिव्या 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 फाइनली अब हामी चाहिँ चढ्ने हो यो त ककपिटतिरै आइयो 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 ल फाइनली हामी चढिसकेका छौँ कहाँ यहीँ बस्नु त्यतै बस्नु होइन त कुन भ्यू ल ओके कहाँ बसेको छु दिव्या बाल्कनी भ्यू हामी सर बाल्कनी नै छैन तर 4 चाहिँ 4 हुँदो रहेछ है नेपाल मात्र होइन ट्रेन पनि 4 हुँदो रहेछ इन्डियाको चाहिँ अब चाहिँ सिलगढी आइपुगे जस्तो छ कि के छ त सिलगढी जङ्सन सर सिलगढी जङ्सन सिलगढी जय होस् अहिले हामी चाहिँ अब सिलगढीको जङ्सनमा आइसकेका छौँ जङ्सन होइन त क्या अनि यो कति किलोमिटर अरे बागडुग्रा के अरे हाम्रो गलगलियाबाट सिलगढी कति 45 किलोमिटर होइन 45 किलोमिटरमा आइपुग्यौँ यहाँ पानी पर्दैछ आइफोन जाने बेला भयो त्यस्तो नहुनु अर्को आउँछ फाइनल्ली हामी चाहिँ आइपुगेका छौँ सिलगढी 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 हामी आएको ट्रेन यही हो अब हामी चाहिँ यहाँबाट सिटी पक्रेर हामी कहाँ जान्छौँ अरे सर सिटी सेन्टरमा अनि सिटी सेन्टरमा जान्छौँ त्यस पछाडि हाम्रो सकियोहरू भनेको यस्तै हो यो चाहिँ सिलगढी सिलगढी दार्जिलिङ पनि भन्नुहुँदैछ यहाँ ट्रेन चाहिँ रहेको छ हामी आएको ट्रेन रहेको छ इन्टरसिटी एक्सप्रेसमा आएको मात्र एकजनाको चाहिँ 30 रुपियाँ भारूमा 30 टका भारूमा 30 टका भारूमा तपाईँको 45 किलोमिटरको बाटो आइसक्यौँ हामी 30 टका भारू होइन त ओके सिलगढी बजारमा छौँ अहिले हामी अनि हामी चाहिँ अहिले अब जाँदैछौँ फाइनल्ली हामी चाहिँ 45 किलोमिटरको बाटो क्रस गरेर गलगलादेखि सिलगढी ट्रेनमा आएर त्यहाँबाट फेरि तपाईँको 20 रुपियाँ पर व्यक्ति भारू अटो चढेर हामी चाहिँ सिलगढी आइसकेका छौँ सिलगढीमा छ अब आजको कार्यक्रम के छ थाहा छैन म चाहिँ ब्लग बनाउने हो ल फाइनली हामी सक्यो है त क्या दामी बनाएको छौ कहाँ रहेछ कहाँ ओहो चलो रे चलो 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 ओके बाई बाई सिटी सेन्टर ओके बाई बाई